एउटा प्रश्न सोध्न मन लाग्यो कि आफूभन्दा यङ्गर हस्बेन्ड पाउँदाखेरिको फाइदाहरू चाहिँ के हुँदो रहेछ? अब फाइदै फाइदा या धेरै लिसाउँछ जस्तो लाग्यो मलाई। के भयो भने केटीहरू यसै पनि छिटै मच्योर हुन्छ। जस्तो आयुषमा एउटा एज भएको थियो भने पनि सायद म ऊभन्दा अलिक धेरै मच्योर हुन्थेँ, किनभने केटीहरू देयर जस्ट बिल्ट लाइक द्याट के देयर मोर मच्योर, मल्टिटास्किङ, टास्क ह्यान्डलिङहरू आई थिङ्क केटीहरूले केटाहरूभन्दा धेरै बेटर गर्न सक्नुहुन्छ होइन। सो मेरो केसमा त म अलरेडी उहाँभन्दा 6-7 years ठुलो छु। वर्षको 2-3 महिना चाहिँ 6 years हुन्छ, तर उसको बर्थडे मेरो बर्थडे आइसकेपछि फेरि 7 years हुन्छ क्या। एक्चुअली सालले चाहिँ 7 years ग्याप हो। तर अस्ति आएको कन्ट्रोभर्सी जस्तै हो यो, आएङ्गे 4 पुग्यो कि 5 पुग्यो भने जस्तो अब म फागुनमा म 40 हुन्छु होइन। अब म 2 गते हो उसको बर्थडे के को थियो? 15 फागुन 15मा म 40 हुन्छु। तर मेरो बर्थडे भन्दा 2-3 महिना अगाडि उसको बर्थडे आउँछ नि त। सो उसको बर्थडेबाट मेरो बर्थडे आउन्जेलसम्म चाहिँ हाम्रो एज ग्याप 1 वर्षले कम हुने भयो नि त, बिकज म 40 भइसकेको हुँदिनँ, तर ऊ 33 भइसकेको हुन्छ नि त। सो देन म 39 नै हुन्छ। सो 33-39 भएर 6 वर्ष मात्रै छ भने तर ठ्याक्क म 40 भइहाल्छु 3 महिनापछि, अनि फेरि 7 वर्ष साल गन्दाखेरि चाहिँ 7 हो कि त्यस्तो हो कि। सो कहिलेकाहीँ चाहिँ हामी त्यो कुरामा जिस्किन्छौँ भने ल अब 3 महिनाको लागि चाहिँ हाम्रो एज ग्याप 6 वर्ष हो है भनेर, त्यस्तो टाइपको होइन। सो त्यस्तो हुन्छ। तर मेरो लागि त आई फिल लाइक यु नो हि इज अ भेरी यङ एनर्जेटिक म्यान होइन। त्यो भइसकेपछि उसको एजको अनुसारले द वे हि ट्राइज टु किप द रोमान्स अलाइभ होइन, द स्मल थिङ्स द्याट हि डज इन द रिलेसनसिप, त्यो कुराहरू चाहिँ आई थिङ्क यङ्गर हुनुमा यति फाइदा छ कि तपाईँको हेल्थ, हार्ट एन्ड माइन्डको लागि एकदमै के भन्छ त्यसलाई एउटा गुड प्लस पोइन्ट एडिसन हो जस्तो लाग्छ कि।